हेलो हेलो नमस्ते फ्रम जमसम ढकाली किचन। यो चाहिँ मैले बनाएको खुर्मा है। यो खुर्मा बनाउने क्रममा चाहिँ मैले चाहिँ एउटा रेसिपी भिडियो बनाइहाल्छु भने मैले हजुरहरूको लागि एउटा भिडियो बनाएको छु। अन्तिमसम्म हेरेर प्रतिक्रिया दिन सक्नुहुन्छ। यो चाहिँ सुजी र चामलको पिठो हजुर तिन किलो छ है। तिन किलो 6 किलो छ। 6 किलोमा चाहिँ लगभग 1 किलो घिउ छ है। त्यो चाहिँ डेरीको घिउ 1 किलो घिउ राखिसकेपछि हजुरले यो चाहिँ मजाले मोल्नुहोस्। म चाहिँ एउटा हातले भएको छ भिडियो आफै खिच्नु पर्ने भएर मैले चाहिँ एउटा हातले मोलिरहेको चाहिँ भिडियोको लागि भयो। हजुरहरूले चाहिँ हात सफा हातले दुईवटा हातले मजाले मोल्न सक्नुहुन्छ। फेरि ग्लोभ्स भन्नु होला, अब हात धोएर सफा हातले गर्नुभयो भने ग्लोभ्स लाउनु पर्दैन जस्तो लाग्छ मलाई चाहिँ। अनि यो चाहिँ मनतातो पानीमा चिनी राखेर हजुरहरूले चाहिँ चिनी त आफ्नो टेस्ट अनुसार अब अलि बढी कुलियो खानुहुन्छ या कम चिनी नराखिकन बनाउन सक्नुहुन्छ। अनि गुड राखेर पनि बनाउन सक्नुहुन्छ हजुरहरूको आफ्नो चोइसमा। यो चाहिँ अब यतिको भइसकेपछि हजुरहरूले चाहिँ यसलाई चाहिँ रेस्ट गर्नको लागि मैले चाहिँ प्लास्टिकमा प्याक गरेर झन्डै 1.5 घन्टा राखेँ। 1.5 घन्टा राखिसकेपछि यो रेडी भइसक्यो। त्यसपछि सानो सानो गोलो बनाउने अनि यसरी बेल्नामा बेलेर यसरी खुर्माकै बेल्ना हो यो चाहिँ, बेलेर यसरी गोलो गोलो आकारमा बनाएर हजुरहरूले यसरी फ्राई गर्दै जानुहोस् है। फ्राई गर्दै निकाल्दै जानुहोस्। यो चाहिँ हल्का हातले चलाउनुहोस् अनि यो चाहिँ चलाइराख्नुपर्छ है। चलाउनु भएन भने चाहिँ कोही ठाउँ डढ्ने कोही ठाउँ नपाक्ने हुन्छ। त्यो चाहिँ ग्यास एकदम सानो आँचमा पकाउनुपर्छ, नआत्तिकन एकदम टाइम लाग्छ। सानो आँचमा यो धेरै हिट भयो भने चाहिँ हजुरको बाहिर चाहिँ कालो हुन्छ, भित्र चाहिँ पाकेको हुँदैन। सो एकदम राम्रोसँग पकाउनुहोस्। पकाएर सेलाइसकेपछि यसरी प्याक गरेर खान सक्नुहुन्छ। थ्याङ्क यू।